नमस्ते सबैलाई। अनि रातिको रोटी तपाईँले बाँचेको छ भने चाहिँ इन्ट्रेस्टिङ बनाएर खाजामा खान सक्नुहुन्छ। अनि नानीहरूले पनि धेरै मन पराउँछ। यसमा प्याज, टमाटर, काँक्रा अनि ऐन्डालाई अम्लेट जस्तो बनायो। अनि त्यसको बादमा चाहिँ रोटी राख्यो। अनि माथिबाट चाहिँ तपाईँले अघि काटेको क्युकुम्बर, टमाटो र अनियन राखेर चाहिँ तपाईँले मियोनिज हाल्न सक्नुहुन्छ, सस हाल्न सक्नुहुन्छ। अनि हाम्रो नानी इन्दुले चाहिँ पर्खिरहेको छ खानको लागि फोन हेर्दै। अनि यो चाहिँ तातो खाना एकदमै मिठो हुन्छ, टेस्टी हुन्छ। अनि पहिला चाहिँ इन्दुलाई टेस्ट गर्न दिउँ भनेर अनि बहिनीले चाहिँ बनाउँदैछिन्। अनि बहिनीले यस्तो एक्सपिरियन्सहरू गरिबस्नुहुन्छ। अनि अस्ति पनि बनाएको थियो, एकदमै टेस्टी, मलाई त धेरै मन पर्यो। बेलुकाको रोटी फ्याँक्नुभन्दा त यसरी युजमा ल्यायो भने राम्रो हो। अनि महँगो दामको चिजहरू फ्याँक्नु हुँदैन, खाना फ्याँक्नु हुँदैन। यसरी नै इन्ट्रेस्टिङ बनाएर खानु सक्नुहुन्छ। तपाईँले यसरी मजाले पल्टाउँदै तपाईँले बेक गर्न सक्नुहुन्छ। एकदमै मिठो हुँदो रहेछ साथीहरू। तपाईँले पनि यदि तपाईँकोमा रोटी उब्रेको छ भने यसरी बिहान ट्राई गर्न सक्नुहुन्छ। बाई बाई, टेक केयर।